हेलो एन्ड नमस्ते गाइज मेरो आज फर्स्ट डे होटल ओपनिङको लागि आएको एचएसआरमा अनि उता हामी चाहिँ अहिले चाहिँ के पनि सेटिङ थिएन हामी सबैजना मिलेर सेटिङ मिलाइरहेको थियो अनि फाइनली 2 दिनपछि हामीले चाहिँ सेटिङ मिलाएर सबै कामकाजहरू हामी सबै स्टाफहरू खेडेर सबै स्टाफ किचनमा पूजापाठ गर्नेदेखि लिएर कटिङदेखि लिएर आइटमहरू रेडी गर्नेदेखि लिएर गोदाम मिलाउनेदेखि लिएर भाँडा बर्तन मिलाउने हाम्रो सेफ दाइ अनि मामा हात काटेर अनि हाम्रो बाहिर वेटरहरू बाहिरको टेबलहरू सबै गरिसकेको थियो हामीले तन्दुरभित्र यताउता रङ्गरसङ्ग गरेको थियो अनि बाहिर पूजा गर्नलाई साउले अनि सबैले हामीलाई बोलायो साउको मम्मी अनि साउको बुढी ऊ चाहिँ हाम्रो साउ होइन अनि साउ चाहिँ घिउ छ मान्छे अनि साउको अनि पूजापाठ गऱ्यो आरती ताप्यो अनि हाम्रो चाहिँ मथुरा दास बन परोठा एचएसआरमा अनि हामीले चाहिँ सबै पूजापाठ गरिसकेपछि अनि मामाले दारूसारू पनि चढाए भट्टीमा अनि बाहिर चाहिँ हाम्रो बन परोठा बन्दै थियो कस्तो मिठो हुन्छ यो परोठा चाहिँ खानको लागि अनि बाहिर सबै सेटिङ गरिरहेको थियो अनि सबैजना भित्र थियो म चाहिँ भिडियो बनाउनै मिनी ब्लग बनाउनुमै व्यस्त थिएँ यसमा पहिला हेर्दा चाहिँ कस्तो नराम्रो लाग्थ्यो के अहिले सबै सामानहरू मिलाएपछि कुर्सी सबै मिलाएपछि सबै सामानहरू सेटल चाहिँ कस्तो आहा भन्ने जस्तो भएको हाम्रो किचन पनि किचन पनि ठिक्कको छ राम्रो छ हामी सबै नेपाली दाजुभाइ मामाहरू सबै आफन्ती बसेको छ सबैजना मिलेर काम गर्छ मिलेर काम